आज तपाईँलाई अनुहार नै पुरै रातो देखिराखेको छ। राजतन्त्र फर्किँदैछ, त्यसैको खुसियालीमा यो अबिर जात्रा गर्नु भएको? राजतन्त्र भन्दा पनि यहाँ मान्छेहरूले होलीको दिन बिहानै म टोइलेट जान नपाउँदै टोइलेट छिर्नुभन्दा अगाडि नै मलाई रातै बनाइसक्नु भयो भनेपछि नेपालमा राजा अझै पनि माया गर्दै हुनुहुन्छ। हाम्रो देश नेपालमा राजा फर्काउने कि केपी शर्मा ओलीलाई अझै फर्काउने भन्ने कुरामा विवाद भइरहेको छ। राजावाद चाहिँ बनाउनुपर्छ भनेर राजाको साथीहरू बजारमा निस्किराख्दा राजा नै आउने हुन् कि अब भन्ने चाहिँ लाग्छ। तर राजाको शासन हटिसक्दा पनि नेपालमा गणतन्त्र आइसक्दा पनि फेरि राजावाद नै गर्नुपर्छ भन्दाखेरिमा मलाई दुःख लागिरहेको छ। तर राजाको चाहिँ अब राजा फर्किन्छन् भन्ने चाहिँ मलाई अझै विश्वास लाग्छ। प्रचण्डजीले त 17,000 को होली खेल्या हो, हामी पहिल्यै नै 10 वर्ष जनयुद्धमा भन्नुभएको थियो। तपाईँ चाहिँ के को होली हो यो? यो राजा फर्किन्छन् रे भनेर चाहिँ विवादको होली हो। यो चाहिँ राजा फर्काउनु मेरो सहमत छैन। 84 चुनाव पछाडि राजा आउँछन् अरे, चुनाव हुँदैन अरे, अब राजतन्त्र आउने भन्ने कुरा छ। के 84 पछि यो सब हल्ला हो। तपाईँहरू हल्ला पछाडि नलाग्नु होला। कागले कान लग्यो भनेर कान समाएर पहिला भाग्ने कि कागको पछि भाग्ने भन्ने कुरामा भर पर्छ। त्यो तपाईँको भीमरावलाई सोध्नुहोस्। भीमरावलाई मैले सोध्दैन। भीमराव केका पछि दौडेका हुन्? केका पछि भन्ने कुरा अहिले फोनमा कुरा गरौँ ल। यो मिडियामा चर्काचर्की गरेर विवाद गरेर तपाईँसँग मेरो त्यस्तो केही गरौँ भन्ने लाग्दैन मलाई। हुन्छ, धन्यवाद, नमस्कार, धन्यवाद, अभिवादन। अभिवादन। फेरि पनि एकचोटि लाउनुहोस् ल। धन्यवाद, धन्यवाद।